बाइकको यो अगाडिको त्यो नम्बर पनि देखाउँदै मुझे झुमले मुझे झुमले जहिले तैँले कन्टिन्यू भ्लग हाल्नु पाए त मजा हुन्थ्यो साथीहरू। खै आज भोलि अलिक बिरामी भएर एउटै भिडियोहरू पनि हाल्न पाएको छैन। आज एउटा भिडियो बनाउँदैछु। पठाउको बारेमा डिटेल भिडियो सायद अब छिटो आउँछ जस्तो लाग्दैछ होइन। तपाईँहरू अब काठमाडौँ छिरेको टक्क अब म कमाउन छिर्छु पठाउ गर्छु भन्नेहरूको लागि म कस्तो के हुन्छ भनेर म एउटा भिडियो बनाएर ल्याउने छु होइन। किनभने म त अहिले पठाउने गर्थेँ हो नि त, त्यही भएर मलाई अब यो बारेमा सबै कुरा थाहा छ नि त। त्यो कारणले चाहिँ म तपाईँहरूलाई एउटा भिडियो बनाएर ल्याइदिन्छु। कति कमिन्छ, कतिको तेल खान्छ, कस्तो बाइक चाहिन्छ होइन, के गर्नुपर्छ पठाउ गर्नको लागि, के डकुमेन्टहरू चाहिन्छ होइन भनेर चाहिँ तपाईँहरूलाई म टोटल्ली भिडियो चाहिँ म एउटा ल्याउनेवाला छु होइन। त्यसको लागि सपोर्ट दिनु पऱ्यो मलाई होइन, सपोर्ट गर्नु पऱ्यो, भिडियो सक्दो सेयर गर्नु पऱ्यो होइन। साथीहरू रेड लाइट छ भनेर उयो नगर्नु है, म जाने यतापट्टि हो, म जाने यतापट्टि हो। कत्रो पेलेर ल्याउँछ हौ तर गाडीहरू पनि यार। मुले ऊ मासतिर देखेको चाहिँ साथीहरू तारेभिरै, तारेभिर अस्ति तारेभिरको भिडियो पनि हालिरहेको थियो, तपाईँहरूले हेर्नुभयो कि भएन होइन। म चाहिँ आज चाहिँ अलिक सिकिस्तै छु र होइन साथीहरू। खास भन्नुपर्दा चाहिँ म आज एकदम बिरामी भएको थिएँ। अनि अघि भर्खर म चाहिँ ड्युटी कामबाट आइसकेको कति 11 बजेतिर निक्लेको थिएँ, 4 बजेसम्ममा होला सायद 1000 रुपियाँ कमाएँ, तेल 200 रुपियाँको हालेँ। अनि चाहिँ म निक्लेको हो, बर गाह्रो भएर रुगामर्गी लागेर नसकेर म चाहिँ निक्लेको हो होइन। जस खट्यो भने चाहिँ बवाल हुन्छ साथीहरू। अहिले त इनड्राइभ भन्दा नि खोइ याङको मान्छेले चलाउनु थालेछ, याङकोमा दामी बोनस दिन्छ अरे भन्छ। अनि के अरे याङ्गोमा त अहिले इनड्राइभ भन्दा नि पैसा बढाएर रहेछ, ट्याक्स पनि तिर्नु पर्दैन भन्छ। मैले चाहिँ चलाएको छैन याङ्गो होइन, म चाहिँ सुरुदेखि इनड्राइभ चलाएको हो र मलाई चाहिँ इनड्राइभ नै सजिलो लाग्छ। त्यस्तै हो, गाडी कुदाउँदा चाहिँ एकदम केयरफुल्ली कुदाउनु होला साथीहरू होइन। नत्र फेरि ड्याङ वान मिस क्याम्प फिनिस होला साथीहरू होइन। त्यही भएर गाडीहरू काठमाडौँमा चाहिँ म चाहिँ यति भन्छु होइन, तपाईँहरू अरू ठाउँतिर गाडी कुदाउनु हुन्छ भने चाहिँ काठमाडौँमा आएर चाहिँ तपाईँहरूलाई सिक्न धेरै टाइम लाग्छ है। धेरै टाइम भन्दा नि हात बस्न चाहिँ तपाईँहरूलाई 1 हप्ता 2 हप्ता लगभग 1 महिना पनि टाइम लाग्न सक्छ है। त्यस्तो डेन्जर जोन हुन्छ होइन, इन्चीमा चलाउनु पर्ने हुन्छ होइन। त्यो भएर चाहिँ तपाईँहरूलाई टाइम लाग्छ, 1 हप्ता 2 हप्ता 1 महिनासम्म पनि हात लाग्नलाई टाइम लाग्छ होइन। त्यही हो।